गाइज, सुषमा इज ब्याक च्यानल भन्ने युट्युब च्यानल मैले खोलेको छु। प्लिज तपाईँहरूले चाहिँ सब्सक्राइब गरिदिनु होला। मेरो यो आज भर्खर सुरु गरेको युट्युब च्यानल हो। कहाँ के मिस्टेक हुन्छ सबै भनिदिनु होला है। मिस्टेक छ भने तपाईँहरूले चाहिँ यसमा सुधार गरिदिनुहोस् भनिदिनु होला कृपया। अब चाहिँ म तपाईँहरूलाई मेरो फ्यामिलीको बारेमा इन्ट्रोडक्सन गराउँछु। यो चाहिँ मेरो क्युटी पाई बहिनी हो। यो चाहिँ मेरो क्युट भाइ हो पुन्टुरे। अनि यो चाहिँ मेरो पुन्टुरे भाइ हो। अर्को चाहिँ पुकुले भाइ हो, पुकुले भाइ। यो चाहिँ मेरो डन भाइ हो, डन छपरी हो, छपरी। अब चाहिँ म चाहिँ तपाईँहरूलाई मेरो फेभरेट डल, राति मसँगै सुत्ने मेरो फेभरेट डल म चाहिँ तपाईँहरूलाई देखाउन चाहन्छु। दिस इज माई पुकुलु गोलु मोलु। यो चाहिँ मेरो गोलु मोलु हो। राति यो मसँगै सुत्छ, मसँगै हुन्छ सधैँभरि। यो चाहिँ मेरो बेस्ट फ्रेन्ड जस्तै छ। अनि यो चाहिँ मेरो रुमहरू म तपाईँहरूलाई देखाउँछु। मेरो रुमहरू हेर्नुहोस् प्लिज गाइज। कस्तो लाग्यो तपाईँहरूलाई मेरो रुमहरू प्लिज। मलाई चाहिँ मेरो साथीले मेरो बर्थडे गिफ्ट मलाई मेरो साथीले दिएको। यो चाहिँ मेरो साथीले मलाई बर्थडे गिफ्ट दिएको हो। प्लिज कस्तो छ भनिदिनु होला, कमेन्ट गरिदिनु होला तपाईँहरूले। ह्याप्पी दसैँ गाइज, ह्याप्पी दसैँ, ह्याप्पी दसैँ गाइज, ह्याप्पी दसैँ ल सबैजनालाई। अब यहाँ चाहिँ मेरो पाहुनाहरू सुतिरहनु छ। आन्टी मामा आमाहरू सुतिरहनु छ। उहाँहरू प्लिज हेलो। यही छ मेरो, मैले साथी हो नि मेरो साथीले टालेको हो। कस्तो मेरो साथीले टालेको राम्रो छ। प्लिज कमेन्ट गरिदिनु होला गाइजहरू। अरू त सबै ठिक छ। ह्याप्पी दसैँ वान्स अगेन। गाइज तपाईँहरूलाई म चाहिँ मेरो बहिनीले बनाएको पेन्टिङ चाहिँ म देखाउनु चाहन्छु। प्लिज यो पेन्टिङ हेरिदिनुहोस् कस्तो लाग्यो तपाईँहरूलाई। राम्रो छ पेन्टिङ, मेरो बहिनीले बनाएको पेन्टिङ बाबा छ। गाइजहरू तपाईँहरूलाई मेरो बहिनीले बनाएको पेन्टिङ कस्तो लाग्यो यो पनि प्लिज भनिदिनु होला। यो चाहिँ मेरो बहिनीले बनाएकी हो। यो चाहिँ मेरो कान तातो भइसक्यो यसले लाउँदा लाउँदा। अघिदेखि लाएको मैले फुकाल्न बिर्सेछु, सरी गाइस। तर यो मेरो फेभरेट हो। अब म तपाईँलाई पुकुलु गरेर देखाउँछु ल। हेलो हेलो गाइस, बाई बाई। म मेरो